संविधान 2072 को म केही धाराहरूलाई यहाँ प्रस्तुत गर्नेछु। धारा 31 मा संविधान भन्छ शिक्षाको हक, आधारभूत शिक्षा अनिवार्य निःशुल्क हुनेछ। तर यथार्थ गरिबको बालबालिकाहरू पढ्ने स्कुल बर्खामा छानाबाट पानी चुहिन्छ, बस्ने बेन्चहरू छैन, ढुङ्गामा बसेर उहाँहरू पढ्न परिरहेको छ। तर यही देशमा हामीले चिताएर पठाएका नेताहरूको छोराछोरीहरू लाखौं खर्च गरेर विदेशमा शिक्षा हासिल गरिरहेका छन्। म पहिलो एपिसोड गराउँदैछु नेपालको राजनीतिक वास्तविकता र तथ्य र प्रमाणमा आधारित। छिट्टै आउँदैछ, तथ्य बुझौं, प्रश्न सोधौं। जय नेपाल।